गुड मर्निङ, वेलकम टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म बिहानै अब यतिकै बसिरहनु भन्दा बोडी केलाउनु थियो बोडी, अनि बोडी केलाउँदै भ्लग स्टार्ट गर्दै गर्छु भनेर चाहिँ लागेको। अनि मुख पनि भएन, मैले चाहिँ ओछ्यानै बसेर बाबु उठ्यो। बाबुले रातभर सुत्न दिँदैन गाइज, त्यस्तै छ। न राति सुत्छ न दिउँसो सुत्छ, सुत्दैन। दिउँसो पनि त्यति सुत्दैन, राति पनि सुत्दैन। निन्दै लाग्दैन हौ छोरोलाई त। बोडीमा भुल्छ कि मेरो बोडी एक ठाउँ थुपाएको थियो, अनि बोडी केलाउनु थाल्यो। के हो सानी, कसको बच्चा छ हौ यस्तो? यो राति सुत्ने न दिउँसो सुत्ने हैरान भन्यो। अनि मम्मी सुत्यो, यसो पल्टिन हुँदैन, पल्ट्याएदेखि चाहिँ रुन थाल्थ्यो नि। ठाडो घर बस्नुपर्छ। हजुर नि छोरो, यहाँ बस्यो, अलग्ग बस्यो। हेलो साथीहरू, मलाई चाहिँ कस्तो बोडी पनि केलाएको छ क्या। मलाई चाहिँ कस्तो भिडियो बनाउनु नि अल्छी लागेर। अनि अहिले चाहिँ मलाई दिउँसो भइसक्यो, 2 बजिसक्यो। अब चाहिँ मम्मीले अघि नै के अरे पिरो चाउचाउ लिएर आएर पिरो चाउचाउ भन्नु त करेन्ट पेमहरू चाहिँ होइन 20 जाने T20 भनेर ल्याइदिनु भएको छ। मलाई त करेन्ट पेमहरू धेरै पिरो भएर खान सर्न क्या। अनि त्यही भएर त्यो 20 रुपियाँ जाने पिरो चाउचाउ खान्छु। अब चाहिँ त्यही पिरो चाउचाउ बनाएर खानु लागेको। मम्मीले चाहिँ मलाई जहिले पनि के अरे पसलमा गएपछि के अरे एउटा पोटेटो चिप्स पाउँछ कि, त्यो हामी चाहिँ सानोमा छेस्का भनेर कति धेरै खान्थ्यो। अहिले पनि मलाई त्यही मनपर्छ है। मम्मीले लिएर आइदिनुहुन्छ, आज पनि लिएर आइदिनु भएको थियो 2टा। अहिले बाबु सुतिरहेको छ, उता अहिले देखाउनु मिल्दैन, अहिले एकछिनमा देखाउँछु। अब चाहिँ म चाउचाउ बनाएर खानु लागेँ। आज कस्तो अल्छी लागिरहेको भने भिडियो बनाउनु पनि। जहिले पनि लिएर दिनुहुन्छ कि म बस्नु गएपछि। अनि आज चाहिँ चटपटी बनाएर खान्छु भन्ने सोचिरहेको छु। र मम्मीहरू चाहिँ अब कोदो टिप्नु जानुभयो, एक्लै त के मजा चटपटी बनाएर खानु भनेर मैले चाहिँ खाएन। हिजो चाहिँ खाजा दिन आउनु भएको थियो, आज चाहिँ के अरे आउँदिनँ म, एकैचोटि बेलुका आउँछु भनेर भन्नुभयो। आज फेरि धान काटिन्छ नि त, हिजो त कोदो टिप्नु थियो, कोदो आज 1 दिन भन्दा छैन अरे। त्यही भएर चाहिँ अब मम्मी नआउने भनेपछि चाहिँ मलाई जाँगर लागेन। चटपटी चाहिँ भोलि बनाएर खाने। आज चाहिँ पिरो चाउचाउ खानु पर्ला भनेर पिरो चाउचाउ बनाउनु लागेछु। अहिले बनाइसकेपछि के रेडी भएपछि पाकिसकेपछि आउँछु। चाउचाउ चाहिँ रेडी भयो। बाबु पनि उठ्यो कि, बाबु पनि उठेर पिरो हुन्छ ऊ चाउचाउ खान मक्क परेर बसिरहेको। खानु हुन्न नि त छोरा, तिमीले खान हुँदैन, अहिले चाउलो खाने है। चाउचाउ पनि खाएर चाहिँ सक्यो, तर मलाई चाहिँ हो T20 चाहिँ मिठो लागेन है। चाउचाउ त्यो लाली पिरो चाउचाउ चाहिँ कस्तो छिटो मिठो हुन्थ्यो, यो चाहिँ मिठो हुने रहेछ। अमिलो बढी हो के हो जस्तो भयो क्या मलाई चाहिँ। त्यो मसलामा मिठो लागेन। मम्मीले ल्याइदिनु भएको चिप्स, यो चाहिँ मैले अघि चाहिँ पोट्याटो भनेको छु, यो पोट्याटो चिप्स होइन है, यो कर्नको यो मकैको पिठोबाट बनेको चिप्स हो। यो चाहिँ एकदम मनपर्ने क्या मलाई। छोराले हामीलाई भन्दैछ आमालाई यस्तो मनपर्छ गाई जस्तो छ। मलाई चाहिँ एकदम धेरै मनपर्ने। अनि मम्मीले चाहिँ लिएर आइदिनु भएको थियो, एउटा चाहिँ खाइछु, यो एउटा चाहिँ बाँकी छ। ल त्यही हो। अब चाहिँ मैले बाबुलाई दालमा खुवाउँछु। हेलो साथीहरू, मैले बाबुलाई चाउलो खुवाएर त्यसपछि आफू चिया बनाएर खाएर बसेर 1 घन्टा यसलाई डुलाएर ल्याएर राखेँ। फेरि पनि झडै गरेर हाफ सुत्ने नि होइन, ढिक्कै बनाएर छोड्छ। वेल त छ्या धुरुकै रुवाएर छोड्छ। गाह्रो छ। मम्मीहरू चाहिँ अब एकैचोटि बेलुका आउनुहुन्छ होला। 4 बजिसक्यो, 4:30 हुन लागिसक्यो, आउनु भएको छैन। अब 5 बजीतिर आउनुहुन्छ कि के गर्नुहुन्छ थाहा छैन, आउनुहुन्छ होला। त्यति बेला त भैँसी दुहुनुपर्छ नि त, फेरि भैँसी दुहुनु पऱ्यो, भैँसीलाई घाँस हाल्नु पऱ्यो।
त्यही हो। हजुरहरू चाहिँ के गरेर बस्नुहुन्छ हौ दिनभरि? मेरो दिन काट्नै गाह्रो पर्छ त। ए छोरो बोक्यो, हिँड्यो, यता गर्यो उता गर्यो, यत्तिकै दिन काट्नै गाह्रो पर्छ। छोरो त्यहाँबाट खस्छ है। के गरे यो? आजको भिडियोमा चाहिँ यति नै। अब भोलि फेरि अर्को भिडियो लिएर आउँछु। हेरिदिनु होला। अल्छी लागेर आएको भिडियो बनाउन नि यस्तै छ। कति अल्छी लाग्दो भिडियो बना भन्ने होला। न कन्टेन्ट छ न केही छ। राम्रो कन्टेन्ट चाहिँ आउँदैन भन्ने होला। कोहीले हेरे पो त्यसो भन्नु होला। बाई बाई।